र अर्को एकदमै महत्त्वपूर्ण कुरा के छ भने मलेसिया सरकारले अब जो अवैधानिक हुनुहुन्छ उहाँहरूले मलेसियाको इमिग्रेसन अफिस नगइकन तपाईले आफ्नो सम्पूर्ण घर फिर्ता हुनको लागि चाहिने सम्पूर्ण कागजात, म अहिले कागजात भन्ने छु के चाहिन्छ भनेर, सम्पूर्ण कागजात तयार गरेर तपाई डाइरेक्टली एयरपोर्ट गएर, भनेको चाहिँ तपाईको फ्लाइट हुने दिन, जुन फ्लाइट हुँदैछ त्यो दिन एयरपोर्ट गएर एयरपोर्टमै स्पेशल काउन्टर, मलेसियाको अध्यावरण विभागले स्पेशल काउन्टर चेकआउट गर्नको लागि जो अवैधानिक हुनुहुन्छ त्यसको लागि स्पेशल काउन्टरको व्यवस्था गरेको छ। यसको मतलब के भन्दा पनि तपाईले कागजात भएर मात्रै भएन, तपाईले त्यहाँ एयरपोर्टको स्पेशल काउन्टरमा गएर आफ्नो सम्पूर्ण कागजातहरू पेश गरेर त्यहाँबाट चेकआउट लिनुपर्ने छ। त्यो लिएपछि तपाई सोझै आफ्नो टिकटहरु तपाईको हातमा हुन्छ, तपाई त्यो चेकआउट गरेर तपाई सोझै घर फर्किन सक्नुहुनेछ। यो अवसर एकदमै महत्त्वपूर्ण अवसर हो, यो सुनौलो अवसर हो। यसको लागि तपाईले तयार गर्नुपर्ने कागजात म एक एक गर्दै भन्नेछु। तपाईलाई घर फर्किनलाई चाहिने कागजात भनेको 1 नम्बरमा तपाईसँग पासपोर्ट वा ट्राभल डकुमेन्ट हुनु पर्यो। दोस्रो नम्बरमा तपाईसँग टिकट हुनु पर्यो, नेपाल फर्किनलाई टिकट त्यो दिनको हुनु पर्यो। त्यसपछि तपाई आफ्नो फ्लाइट हुने टाइम भन्दा 6 घण्टा अगाडि, मेरो अनुरोध छ तपाई त्यो भन्दा अझै अगाडि जानुस्, तर कम्तीमा पनि 6 घण्टा अगाडि चाहिँ तपाई त्यहाँ पुग्नु पर्छ त्यो स्पेशल काउन्टरमा। त्यो भन्दा बाहेक अहिले तपाईले फाइन तिर्नुपर्छ 500 रिङ्गेट। याद राख्नुहोस् तपाईले आफ्नो हातमा पैसा बोकेर हुँदैन, डेबिट कार्ड, क्रेडिट कार्ड, घर फर्किने बेलामा त्यो नहुन सक्छ। त्यही भएर टच एन्डको ई वालेट जुन यहाँ एकदमै पपुलर छ मलेसियामा, त्यसबाट पनि तपाईले तिर्न सक्छ, तर क्याश पाइँदैन है, तपाईले पैसा तिर्न पाइँदैन। त्यो भएर चाहिँ तपाईले पासपोर्ट, टिकट तपाईले 6 घण्टा अगाडि त्यहाँ पुग्नु पर्यो, 500 रिङ्गेट तपाईले बुझाउनु पर्यो, क्याश पाइँदैन मैले फेरि पनि भने, र पीसीआर टेस्ट रिपोर्ट। यति 5 कुरा तपाईले आफूसँग कागजात तयार गरेर, तपाईको पीसीआर हुनु पर्यो, तपाईको पैसा हुनु पर्यो, मैले क्याश मिल्दैन भनेको छु,